अशोक दर्जीको साथ छोडेको भन्दै टङ्क बुढाथोकीको चर्को आलोचना। दर्शकबिन बाल गायक अशोक दर्जीको साथ छोडेको भन्दै गायक तथा संगीतकार टङ्क बुढाथोकीको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। करिब 8 वर्ष अघि टङ्कले सडकबाट उद्धार गरेर अशोकलाई पालन पोषण, शिक्षा तथा संगीत क्षेत्रमा अगाडि बढाएका थिए। उनले अशोकलाई लिएर मन बिनाको धन नामक फिल्म समेत निर्माण गरेका थिए। तर पछिल्लो समय अशोकलाई आफ्नै परिवारसँग झापामा छोडिएको खबर बाहिरिएपछि धेरैले टङ्कप्रति आलोचना गरिरहेका छन्। अहिले अशोक करिब 3-4 महिनादेखि परिवारसँगै झापा घर बस्दै आएका छन् र त्यहीको एक विद्यालयमा अध्ययनरत सुरु गरिसकेका छन्। टङ्क बुढाथोकीले अशोक दर्जीलाई युज एन्ड थ्रो गर्यो भनेर एउटा कार्की ब्रदरले कस्तो नराम्रोसँग भिडियो बनाउनु भएको होइन। उहाँ पनि आफू म्युजिक फिल्डमै काम गर्नुहुँदो रहेछ। आजभन्दा 8 वर्ष अगाडि अशोक दर्जी भनेको एउटा सडकको धुलो थिए। त्यो सडकको धुलोलाई काठमाडौँसम्म ल्याइदिने काम चाहिँ धेरैजनाले गर्नुभयो। त्यो बेलामा त्यसको जिम्मेवारी थपक्क त्यसको अभिभावक बनेर, दाई बनेर, बाउ बनेर सबै जिम्मेवारी चाहिँ टङ्क बुढाथोकीले लिनलाई सहज थिएन। त्यति बेला अशोक दर्जीको अनुशासनको केही पनि थिएन के। अब त्यो कस्तो अवस्थामा टिपेको सबैले देखिरहनु भएको थियो होइन। त्यस्तो बच्चालाई ल्याएर यति पोलाइट, यति अनुशासित छन् अहिले अशोक। त्यो इन्टरभ्यूहरूमा देखिन्छ, पढ्नमा पनि राम्रै छन् रे स्कुलमा होइन। गायक बनाएर अहिले हिरो पनि बनिसके। त्यति धेरै प्रगति गरेर त्यो देख्दा पनि रहर लाग्ने भएका छन् कि आफ्नो छोराछोरीको उमेर पनि एउटै भएर मलाई केटीकेटीको माया लाग्छ है। त्यस्तो बनाएर ल्याएर अहिले चाहिँ नि ऊ आफ्नो स्वइच्छाले आफ्नो बाबुआमासँग, अहिले बाबुआमाको पनि घर छ, भाइ बहिनी पढ्छन्, आफ्नो परिवारसँग बस्न जान मन लाग्यो होला, आफ्नो जान्छु भनेर सल्लाहले गएको भनेर टङ्क बुढाथोकीले भनिसकेपछि सब हजुरहरूले चाहिँ यस्तो कुरा चाहिँ भन्न मिल्दैन होइन। ल्याएर तैँले यत्रो सब्सक्राइबर युट्युबमा बनाइसरी, फलोवर्स बनाइसरी, आजभन्दा अगाडि तेरो थिएन अरे। 8 वर्षमा कत्रो चेन्ज हुन्छ। त्यो 8 वर्षमा चाहिँ नि फलोवर्स उहाँको बढ्यो भनेर हजुरले आरिसे चाहिँ गर्न मिल्दैन ब्रदर है। अनि अशोक चाहिँ आफूले चाहिँ केही पनि बोलेका छैनन् भनेपछि टङ्क बुढाथोकीलाई म त महान भन्छु। हजुरले सक्नुहुन्छ। यो नेपाली समाजमा आजभन्दा 8 वर्ष अगाडि नेपाली समाज कस्तो थियो? एउटा दलितको बच्चा ल्याएर हजुरले भान्सामा राखेर आफन्त, छिमेकी, इष्ट मित्र, बाउआमासँग तपाईँले फेस गर्नलाई कतिजनासँग बोल्नु पर्यो होला, कति गर्नु पर्यो होला, त्यो तपाईँले इमेजिन गर्न सक्नुहुन्छ? अहिलेको जस्तो थिएन त्यति बेलाको समाज। त्यही भएर म त टङ्क बुढाथोकीलाई अशोक दर्जीको पिता, महापिता भन्छु। उहाँले नै आजसम्म अशोक दर्जीलाई यो बाटो देखाइदिएकोमा चाहिँ हामी त एकदमै उहाँलाई राम्रै मान्छे भन्छौँ।